नमस्कार प्रिय श्रोता तथा दर्शकहरू। आजको दिन मेरो लागि निकै विशेष छ, किनकि आज संसारकै सबभन्दा प्यारो व्यक्तिमध्ये एक मेरी आमाको जन्मदिन हो। आमा यो शब्द नै कति मिठो छ है, जसले बोल्न सिकायो, हिँड्न सिकायो, सही र गलत छुट्याउन सिकायो अनि जीवनमा जति नै कठिन परिस्थिति आए पनि अगाडि बढ्न हौसला दिनुभयो। आमाको माया र त्यागलाई शब्दमा बयान गर्न सायद सम्भव छैन। आफूलाई दुःख पर्दा पनि सन्तानको खुसी खोज्ने, आफ्नो चाहनाभन्दा सन्तानको आवश्यकता ठुलो ठान्ने अनि कुनै स्वार्थ बिना सधैँ साथ दिने व्यक्ति नै आमा हुनुहुन्छ। आज आमाको जन्मदिनमा म यति मात्र भन्न चाहन्छु, आमा तपाईँ मेरो जीवनको सबभन्दा ठुलो आशीर्वाद हुनुहुन्छ। तपाईँको जीवनमा सधैँ खुसी, शान्ति, स्वास्थ्य र सुखले साथ दिइरहोस्। तपाईँले हाम्रो लागि गर्नुभएको हरेक त्यागको बदलामा जीवनले तपाईँलाई अनगिन्ती खुसीहरू दियोस्। आमा तपाईँको साथ र आशीर्वाद सधैँ हाम्रो शिरमाथि रहोस्। जन्मदिनको धेरै धेरै शुभकामना मेरी प्यारी आमा। लामो समयसम्म स्वस्थ, खुसी र मुस्कुराउँदै रहनुहोस्। माया र सम्मानले भरिएको जन्मदिनको अनगिन्ती शुभकामना। ह्याप्पी बर्थडे टु यु मम्मी।